So hello viewers, welcome to my YouTube channel and thanks a lot for being here. Please do subscribe for more notifications and updates. So आज हामी चाहिँ होलीको दिन घुमघाम गर्दैछौँ. सो बाटोमा चाहिँ नयाँ सब्सक्राइबर्सहरू भेटिनु भयो है, सानो भाइ बहिनीहरू र बाटो छेकेर चाहिँ पैसा माग्दै हुन्थ्यो. ट्राफिक चेकिङ जस्तै जस्तो जरिवाना वसुले जस्तै गरे. होलीको दिन रमाइलो केटाकेटीको लागि र स्पिडले म पनि यहाँदेखि निस्किँदैछु. यो मधौलीको बाटो अहिले चाहिँ नयाँ पिच गरेको छ. म आफ्नो बाटोमै थिएँ, लेनमै थिएँ. मेरो लेनमा आएर त्यसले चाहिँ मलाई हानेर गयो. एक्सिडेन्ट भयो है. सालले कर्नरिङ गर्दै रहेछ. यस्तो भित्री बाटोमा कर्नरिङ गर्नु थियो होला. यहाँ ब्लाइन्ड स्पट थियो. स्पिडमा आएर कुनै पनि अब्जेक्ट आएको भए ठोकिने ख्याल गरेर चलाउनु पर्छ है. सानोतिनो एक्सिडेन्ट भयो, छोडिदियो, केही भएन. ठोक्न नि सक्थेँ गएर, तर गरिदियो. यति अलिकति लुकिङ ग्लास फुटेको छ र हातमा हल्का स्क्रच आएको छ. हात दुखेको छ. मोबाइलमा हेर्दै भिडियो हेर्दै भन्नाले नि त्यसमा गएको थियो चेक गर्नलाई. यहाँ फेरि अर्को चेक पोइन्ट रहेको छ. यहाँ बैठीहरू हुन्छ बाटो छेकेर चाहिँ. यहाँ पनि होलीको रमाइलोको लागि पैसा सङ्कलन गर्दै हुनुहुन्छ. सबैजनाले सङ्कलन गरेर चाहिँ पिकनिक खानुहुन्छ. यताउता गर्न जानुहुन्छ. कतिजना हुनुहुन्छ मिलेर. यहाँ चाहिँ थोरै गङ्गा क्युआरले पनि पेमेन्ट गर्न मिल्छ भनेर भन्नुहुन्थ्यो. हामी चाहिँ अब क्यास नै दियो थोरै 5-10 रुपियाँको लागि. धेरै त सकिन्न. तर बहुत हेल्प गरेर लामो कुराकानी रोकेको गरेर जित गर्दै हुन्छ. उतातिरदेखि नि उहाँलाई अनि यतातिरदेखि पनि हामीलाई. मेरो चाहिँ हात दुखिरहेको छ. यो औँलामा चाहिँ छोरीले लङ पालिस लगाइदिएको. अझ पनि त्यस्तै छ है. कोटाउनु भ्याएको थिएन. छोरीको माया त अलिक सफा दिन्छु भन्दै थियो. ल हुन्छ लङ पालिस यताउता केही बाउ सबै लागेको थियो. पछि फेरि म लङ पालिस चाहिँ छुटाउनु सकिनँ. छुटाउनु पर्ला. यसरी रोकिसकेपछि भिडियो गर भनिरहेको छ मेरो साथीले चाहिँ. यता अर्को उहाँ लोकल हुनुहुँदो रहेछ. जान दिने रे उहाँलाई. अब हामी चाहिँ अलिकति टाढैको घुमघाम जस्तो भयो. अनि हामी चाहिँ रोकै भयो है. ल अहिले चाहिँ सोधिरहेको छ के छ युट्युब च्यानलको नाम राइड विथ उपेन्द्र भनेर छ. कान्छाले ल त्यहाँ चाहिँ साथीले पैसा निकालेर दिँदैछ. कान्छाले सोधिहाले युट्युब च्यानलको नाम. यहाँ माइक मेरो अफ भयो कि नत्र नि बोलेको साउन्डहरू पनि आउँथ्यो. त्यसै भयो. अब मैले माइक अफ चाहिँ गरेको थिएन थियो. तर छोइएछ है त्यो छैन घटनाले पहिले नै. त्यही भएर उसको ल बहिनीहरू ओके बाई बाई. घरमा आउनेछौँ भनेर हामी चाहिँ बिदा भयौँ. हामी चाहिँ बिस्तारै जाँदैछौँ. 4 जना छौँ. 3 जना छौँ. अझ 1 जना साथी आउँदैछन्. हामी जगदीशपुरसम्मको यात्रा हुनेछ. सो अर्को पार्ट चाहिँ अर्को भिडियोमा हाल्नेछु. थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो.